हेलो वेलकम टु माई मिनी ब्लग। यो चाहिँ आज मेरो फर्स्ट टाइम मिनी ब्लग हो। यो चाहिँ आज मैले देखाउन गइरहेको छु जापानमा पाइने बच्चाहरूलाई खाना खुवाउने जस्तो होइकेन भन्छ है, यहाँ स्कुलमा दिइने खानाहरूको बारेमा देखाउँदैछु मैले। हामीले आफै टेस्ट गरेर कस्तो खालको छ खाना तपाईँहरूले नि हेर्नुहोस् भनेर स्कुलले बोलाएको त, त्यही भएर हामीहरू पनि स्कुलमा गएको थियौँ। अनि यो चाहिँ हाम्रो बाबुको स्कुलमा बाबुलाई डेली रुटिनमा खुवाउने के खुवाइन्छ भनेर डे बाई डे पेपरमा लेखेर राखिदिएको थियो। यो चाहिँ आजको डेमा दिइने खाना रहेछ। यो चाहिँ हामीले खाइरहेको थियौँ। यसमा चाहिँ माछा, अनि त्यसपछि सुप, भात, अनि त्यसपछि सलाद, अनि सुप, त्यो अर्कै खालको एउटा सुप पनि आउँछ, त्यो पनि दिँदो रहेछ। अनि यसरी मिलाएर न्युट्रिसन मिलाएर खाना दिन्छ यहाँको जापानको स्कुलहरूमा। बच्चाहरूलाई चाहिँ पर्याप्त मात्रामा प्रोटिनहरू न्युट्रिसन मिल्यो